चिया पानी नखानु त एकदमै राम्रो कुरा हो, तर हामी चाहिँ खाने बानी भएको छ तर छोड्नै सक्दैनौँ। कसरी छोड्नुपर्ने धामी झाँक्रीहरू लाउँदा हुन्छ भनेर सोध्नु नमस्कार, नमस्ते, सेवा र सेवा नै सम्पूर्ण म फेरि आज तपाईँहरूको समक्षमा एउटा सानो रिल भिडियो लिएर उपस्थित भइरहेको छु र यो भिडियो चाहिँ विशेष किन बनाएको भन्दाखेरि चाहिँ जति पनि अस्ति मैले चिया पानी खानेहरूको लागि यो भिडियो मैले एउटा भिडियो बनाएको थिएँ, सायद तपाईँहरूले हेर्नुभएको होला त्यो भिडियो। त्यो भिडियोमा चाहिँ एउटा अङ्कलले मलाई डाइरेक्ट इनबक्समा आएर सोध्नु भएको रहेछ, "भाइ चिया पानी नखानु त एकदमै राम्रो कुरा हो, तर हामी चाहिँ खाने बानी भएको छ तर छोड्नै सक्दैनौँ। कसरी छोड्नुपर्ने धामी झाँक्रीहरू लाउँदा हुन्छ?" भनेर सोध्नु भएको रहेछ होइन। अरे अङ्कल, धामी झाँक्री लाउने कुरै छैन त्यसमा, बुझ्नुभयो? धामी झाँक्री लाउने कुरै छैन। किन भन्दाखेरि धामी भन्यौँ, भूतप्रेत भन्यौँ, जे भन्यौँ सबै आफ्नो मन हो, बुझ्नुभयो? आफ्नो मन हो। ल भोलिको दिनमा तपाईँले यो कुराले मलाई नराम्रो हुँदो रहेछ, आफ्नो शरीरलाई एकदमै हानिकारक पुऱ्याउँदो रहेछ भनेर तपाईँले यो चियापानी म भोलिको दिन खाँदिनँ भनेर आफ्नो मनले सोच्नुहोस् त, मनले चिताउनुहोस् त। भइहाल्छ त, तपाईँ नै हो त झाँक्री, धामी, भूतप्रेत भनौँ या जे भनौँ सबै आफै हो क्या हो। त्यो अरूलाई होइन म रक्सी खाँदिनँ, म यस्तो खाँदिनँ भनेर दस दुनियाँकोतिर गएर यसरी होइन म अब चाहिँ यस्तो गर्दिनँ त्यस्तो गर्दिनँ म कसम खान्छु भनेर कुनै केतिर कसम खानु पर्दैन, बुझ्नुभयो? जे भन्यौँ जसो भन्यौँ सबभन्दा ठुलो चाहिँ आफ्नो मन हो। र यदि तपाईँले खाँदिनँ भनेर चिताउनुहोस् त, खाँदिनँ खाँदिनुहुन्छ भोलिको दिनमा तपाईँले खानु पनि छोड्नुहुन्छ, बुझ्नुभयो? हस् त, धन्यवाद।